माना कि मुश्किल है सफर पर सुन ओ मुसाफिर हो कहीं अगर तू रुका तो मंजिल आएगी यहाँ छ केटाहरूले कमेन्ट गर्छ कि फेरि त्यो थाहा हुनेहरूले कमेन्ट गरेर चाहिँ हुँदैन है, थाहा नहुनेहरूले कमेन्ट गर्नु पर्यो। झट्ट साउन्डको क्वालिटी चाहिँ जस्ट ठिक ठिकै छ जस्तो लाग्यो, अनि डरा चाहिँ अलिकति पातलो भयो कि। हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन छु। अनि आज चाहिँ मैले हिजो अस्ति अर्डर गरेको सामान के भयो त भनेर मैले भिडियो बनाएको थिएँ भनेदेखि आज चाहिँ चट्ट लाएर मेरो सामान रेडी भइसक्यो भनेर कल आइसकेको छ। 25 गते रेडी गरिदिन्छु भन्दै हुनुहुन्थ्यो दाइहरूले, अनि चट्ट लाएर मैले चाहिँ भनेको थिएँ अलिकति इमर्जेन्सी जस्तै छ, सामानहरू अलिकति रुमहरू फोहोर भइरहेछ, अनि सेट गर्नको लागि चाहिँ सामान चाहिन्छ दाइ भनेर भनेको थिएँ। अनि दाइहरूले चाहिँ 24 गते नै रेडी गरिदिनु भएछ, त्यही पनि एक दिन अगाडि। अनि तपाईँहरूलाई म फर्निचर नि देखाइदिइ नै हाल्छु सकेसम्म है। अनि चट्ट अहिले चाहिँ सामान लिन जान लागेको, दाइहरूले आज रेडी गरिदिन्छु भन्दै हुनुहुन्थ्यो 24 गते नै। अनि के कस्तो भयो यसो गएर टक्क लाएर बुझ्नुपर्ने हुन्छ, लेट्स सी है। अनि तपाईँहरूलाई म अपडेट गरि नै हाल्छु। माइक चाहिँ मैले फेरि आज नि किन युज गरेँ भनेदेखि साउन्ड ब्लर आउँछ, अनि मेन कुरो चाहिँ होइन साउन्ड राम्रो आउँदैन भनेर चाहिँ मैले उ गरेको। त्यही पनि झन् मुनि चाहिँ सानो बच्चाहरू पढाउने एउटा उ छ नि त, अनि त्यही भएर चाहिँ अनि यहाँ गीत बजाइरहेको छ, त्यही कारणले चाहिँ कपिराइट लाग्न सक्छ भनेर चाहिँ खासमा मैले माइक युज गरिरहेको छु है। के कस्तो साउन्ड आइरहेको छ त्यो पनि भनिदिनु होला। अनि चट्ट लाएर अहिले चाहिँ म जान लागेको फर्निचरतिर, अनि फर्निचरतिर गएर भेट्नुपर्ने हुन्छ। लेट्स गो गाइज है त, बिस्तारै बिस्तारै म सबै अपडेट गर्छु है त। अनि आज चाहिँ कति बज्यो अहिले चाहिँ भन्दाखेरि 10 बजिसकेको छ। म उठेको चाहिँ 10 बजी होइन, उठेको चाहिँ आज एकदमै चाँडो उठेको। किनभने कति बजी उठेँ भन्दाखेरि चाहिँ आज 8 बजीतिर उठेर अनि चट्ट नुहाइ गरेर टक्क लाएर अनि अलिकति फोहोर थियो नि त लुगाहरू नि, अनि चट्ट लाएर ओछ्यान चट्ट धोएर अनि अहिले चाहिँ म खानासाना खाएर फ्रेस भएर पनि चट्ट लाएर अहिले चाहिँ म फर्निचर जान लागेको। के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई म सकेसम्म अपडेट गरि नै हाल्छु है त। अनि बन्यो भनेदेखि त बन्यो, बनेन भनेदेखि त बिजोक हुन्छ त। ल लेट्स गो। चट्ट अब चाहिँ जानुपर्ने हुन्छ। मौसम चाहिँ खतरा गर्मी छ है। तपाईँलाई म एउटा कुरा गर्छु, अनि जुन कुरा चाहिँ तपाईँहरूले गेस गर्नुपर्ने हुन्छ, मैले त्यो बेड र दरा चाहिँ कतिमा किने होला तपाईँहरूले जस्ट गेस्ट गर्नु होला होइन। त्यही भिडियो केटाहरूले कमेन्ट गर्छ कि फेरि त्यो थाहा हुनेहरूले कमेन्ट गरेर चाहिँ हुँदैन है, थाहा नहुनेहरूले कमेन्ट गर्नु पर्यो। चट्ट त्यो बेड र दराजले चाहिँ कति जति पर्यो होला अन्दाजी गेस गरौँ है। ल पैसा चाहिँ यहाँ छ केटा हो, खासै धेरै चाहिँ छैन है। कति छ होला कमेन्ट गर्नु त। तर यहाँ फेरि प्लस हुन्छ है, यहाँ कति प्लस हुन्छ भनेदेखि म हिसाब गर्छु है, 16,000 चाहिँ यहाँ प्लस हुन्छ। 16 होइन 21 रहेछ, 21,000 चाहिँ यहाँ प्लस हुनेवालामा छ। 21,000 प्लस गरेर यति चाहिँ गएको छ त्यतिको लागि। अनि कति चाहिँ भयो होला यसो कमेन्ट गर्नु त लु चट्ट लाएर। यसमा 21,000 प्लस है। ल अनि त्यही नै हो, यसो अब कमेन्ट गर्नु मात्र भने अब फेरि के स्पेसल छ भनेर भन्नु होला। फेरि त्यस्तो खासै स्पेसल चाहिँ होइन, कतिको गेस गर्दा मिल्दो रहेछ भनेर कमेन्टमै रिप्लाई गर्छु म। अनि अब चाहिँ म चट्ट लाएर फर्निचर आइपुगिसकेँ है त। अनि सामान चाहिँ फेरि रेडी भयो कि भएन, ल एकैछिनमा भेट्नुपर्ने हुन्छ। के फर्निचरभित्र भिडियो गर्नु ल है त। लगडा त्यही हो, सामान चाहिँ बनेकै रहन्छ यार, सिद्धिन लाएर छ। 1 बजीतिर आइपुगेपछि मलाई कल गर्छु भन्दै हुनुहुन्थ्यो दाइहरूले। अनि के हुन्छ हेरौँ है। अनि त्यही हो, 1 बजीतिर सायद यतै ल्याइदिन्छु भन्दै हुनुहुन्थ्यो, ल्याउन नि सक्छ। अनि के हुन्छ एकैछिनमा तपाईँहरूलाई म अपडेट गरि नै हाल्छु। टट्ट लाएर अहिले चाहिँ साउन्ड बनाएर हिँड्छ। अनि भन्दै हुनुहुन्थ्यो दाइहरूले 10 बजे नै सकेसम्म म रेडी गरिदिन्छु, खाना खानुभन्दा अगाडि भाइको हामी सामान डेलिभरी गरिदिन्छौँ भन्दै हुनुहुन्थ्यो। अनि यसो बुझ्न गएको, अहिले अलिकति बनिएको छैन भाइ, अब म 1 बजीतिर आइपुगेर त तिमीलाई कल गर्छु नि भाइ भन्दै हुनुहुन्थ्यो। अनि ठिकै छ नि त भनेर चट्ट लाएर म चाहिँ फर्किसकेको छु केटा। त्यो चाहिँ सामान फेरि के होला भन्ने सोध्दै हुनुहुन्थ्यो होला, त्यो प्लगको लागि हाल्नलाई। अनि त्यो ऊ हुन्छ नि त्यो लाइटहरू चाहिँ आफैले किनेर दिनुपर्ने रहेछ क्या। अनि त्यो लाइटहरू चाहिँ के भयो भनेदेखि त्यो लाइटहरू अनि प्लगहरू किनेर लग्दाखेरि चाहिँ त्यो प्लगको चाहिँ उयो चाहिँ चाहिँदैन रहेछ भन्नुभयो। अनि त्यही भएर चट्ट लाएर यो चाहिँ फिर्ता लिएर आएको छु। अनि लग भाइ यो फिर्ता गरिदेऊ, अलिअलि भयो नि
50-60 रुपियाँ भयो भने तिमीलाई पैसा दिन सक्छ भन्नुभयो। अनि त्यही भएर यो चाहिँ त्यही बिजुली पसलमै लगेर यो रिटर्न गरिदिनु लाग्यो। जस माथिको कभर मात्र प्लग मात्र हाल्दो रहेछ कि भित्रको चाहिँ नहाल्दो रहेछ। अनि ल केटा हो त्यही नै हो, यो सामान फेरि के होला हातमा बोकिरह भनेर सोच्दै हुनुहुन्थ्यो होला। अनि त्यही भएर अब चट्ट लाएर म जाँदैछु कहाँ के भन्दाखेरि रुममै जान्छु। अनि डेलिभरी भइसक्यो, तपाईँहरूलाई अपडेट गर्छु है त। लेट्स गो। ल टक्क सामान आइपुग्यो। आफ्टर अ लङ टाइम पछि चाहिँ चट्ट सामानहरू आइसकेको छ है। अनि के भन्छ कस्तो रहेछ एकचोटि चेक गरिहालौँ है। जस हल्लिने सल्लिने केही छैन, हुन त पैसा अनुसारको त ठिकै हो नि होइन र। ल जस बवाल लाग्यो मलाई चाहिँ। अनि यहाँ चाहिँ अरू सेडहरू नि गर्न बाँकी छ। ल त्यही हो, एकैछिन बाहिर गएर कुरा गरौँ न त। यहाँको नजारा चाहिँ यस्तो देख्न सक्नुहुन्छ भनेदेखि चट्ट लाएर साउन्डको क्वालिटी चाहिँ जस ठिक ठिकै छ जस्तो लाग्यो। अनि डरा चाहिँ अलिकति पातलो भयो हो कि जस्तो लागेर, तर जस ठिकै होला होइन। अनि जस दामी लाग्यो सामानहरू। अनि दाइहरूले जस राम्रोसँग उ गरिदिनु भयो। जस त्यही नै एकदम ह्याप्पी भनौँ न, खुसी होइन। अनि जस दामी लाग्यो सामानहरू चाहिँ। अनि डेलिभरी गरिदिनु भयो टक्क लाएर। अनि दाइहरूले चाहिँ कति कुराउनु भयो भनेदेखि मलाई चाहिँ हिजो 10 बजे भन्दै हुनुहुन्थ्यो। अनि 10 बजे गएँ। अनि 1 बजीतिर रेडी हुन्छ भाइ भन्दै हुनुहुन्थ्यो। अनि आइसी म त्यहाँ 1 बजीतिर आएपछि म कल गर्छु भन्नुभयो। अनि कल गर्नु भएन। अनि यसो होइन हुन्छ नि त, लाइक मैले अनि कल गर्थेँ, अब 10 मिनट भाइ भन्दै हुनुहुन्थ्यो। अनि 10 मिनट भनेर म कुरेँ है। ठ्याक्क 2 बजी चाहिँ सामान आइपुगेछ। जस जस दाइ नि मजाको रमाइलो हुनुहुन्थ्यो। जस त्यही भएर नि होला, जस सामानहरू सब डाङडुङ सेट होइन दामी गरिदिनु भयो, खुसी लाग्यो जस है। अनि जस रुममा अरू भयो नि सामानहरू मिलाउनै बाँकी छ। अनि बिस्तारै बिस्तारै जस लाइटहरू हाल्नै बाँकी छ। अनि त्यही हो, रुम चाहिँ अलिक सानो छ क्या। बेड त्यति अड्नलाई नि 2टा बेड हाल्दाखेरि नै कस्तो टाइट भयो। अनि एउटा दराज हाल्दा पुरै टाइट छ क्या रुम नै। अनि रुम चाहिँ अलिक सानो छ, त्यही पनि अब त्यही त हो नि है। अब कति तिरिरहेको छु भनेदेखि त्यो नभनौँ होला, सायदै तपाईँहरू तर्सिनुहुन्छ होला क्या। त्यत्रो सानो रुमको लागि मैले 7-8 हजार चाहिँ पे गरिरहेको छु। अनि कतै रुम छ भनेदेखि चाहिँ तपाईँहरूले टक्क लाएर मलाई कन्ट्याक्ट गर्नु होला है। त्यत्रो सानो रुमको लागि 8,000 रुपियाँ तिरेर बस्नु परेको छ है। त्यस 8,000 भनेको त नट जोक के है, जोक होइन नि त। 8,000 महिनाको मन्थली तिर्नु भनेको त। अनि त्यही पनि एक्लै तिर्नु भनेको त। अनि त्यही नै हो, जस ठिकै भइरहेछ अहिलेसम्म चलिरहेछ। अब के हुन्छ है। अनि अलिकति कोठा चाहिँ कतै छ भनेदेखि तपाईँहरूले चट्ट लाएर मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। अलिकति राम्रो अनि अलिकति सफा ठाउँ चाहिँ यहीँ छ, त्यही पनि अलिक महँगो चाहिँ महँगो क्या, तर सफा सफा छ नि त। अनि रुम चाहिँ 4 भयो फेरि, किनभनेदेखि रुममा हाम्रो केटाहरू भयो भने रुम त्यस्तै हो, अलिकति बिजोकै हुन्छ है, त्यस्तै हो है। अनि केटाहरू भयो भने रुम तपाईँहरूलाई थाहा नै होला। अब बिस्तारै बिस्तारै सरसफाइ गर्नुपर्छ। अनि बेलुकातिर आएर सरसफाइ गर्छु। अहिले चाहिँ म ड्युटी जान ढिला भइसकेको छ है त। नेक्स्ट डे नेक्स्ट भिडियोको साथमा बवाल रमाइलोको साथमा भेट्नुपर्ने हुन्छ है त। यो भिडियो के कस्तो लाग्यो चट्ट हेरेर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। अनि कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला है त। अनि माइक चाहिँ किन बोकेको भन्दाखेरि यहाँ अलिक अप्ठ्यारो भयो, खुसी खुसी हुँदो रहेछ यो भुसले होइन। अनि माइक चाहिँ फेरि यहाँ साउन्ड बाटोकै छेउमा छ नि त, बाटोमै छ नि त, त्यही भएर चाहिँ अलिकति गाडीहरू आउने आवाजहरू आइरहन्छ। अनि त्यही भएर चाहिँ माइक युज गरेको है। ल नेक्स्ट डे भेट्नुपर्ने हुन्छ। यस्तै यस्तै भिडियोको लागि चाहिँ कमेन्ट चाहियो फेरि।